ल बुझ्यो नि सधैँ यो फर्स्ट बेन्चरहरूले मात्रै प्रश्न सोधिरहेछन् यो लास्ट बेन्चकाहरूले यो बुझ्छन् कि बुझ्दैनन् कि ओ ब्याक बेन्चरहरू बुझिँदैछ ए अँ सर क्वेसन के थियो बुझिँदैछ ब्याक बेन्चरहरू बुझिँदैछ सर बुझिने नै लास्ट बेन्चबाट हो कसरी फिल्म हलमा मान्छे लास्टमा किन बस्छ इन्जोय होस् भनेर इन्जोय भइसके पछाडि मान्छेको के हुन्छ माइन्ड फ्रेस हुन्छ माइन्ड फ्रेस भइसके पछाडि कन्सन्ट्रेसन बढ्छ कन्सन्ट्रेसन बढिसके पछाडि क्रिएटिभिटी बढ्छ क्रिएटिभिटी बढिसके पछाडि बुझ्ने क्षमताको विकास हुन्छ त्यही भएर हामीले लास्ट बेन्चबाट बुझिरहेछौँ सेम दिस सेम द्याट सर नबुझेको केही छ भने सोध अहिले हामीले पढिरहेको के हो सर साइन्स ए साइन्स 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 ए साइन्समा के सर फिजिक्स फिजिक्स यार तेरो फिजिक्स त नि फिजिक्समा के सर मेकानिक्स मेकानिक आज मेकानिक कार्पेन्टर डक्टर र प्लम्बर त हिजो पढायो नि त हामीले आज मेकानिकको क्वेसन है मेकानिकको क्वेसन ए अँ हामीले बाइक बनाउन वर्कसपमा लाँदाखेरि सर 5 लिटर पेट्रोल बाइकमा छ भनेदेखि बनाएर ल्याउँदाखेरि आधा लिटर मात्रै हुन्छ त्यो मेकानिकले निकाल्छ कि के हो सर कहाँ जान्छ पेट्रोल मेकानिकले गद्दारी गर्यो कि सर मेकानिकको यो क्वेसन छ मेरो मेकानिकको लागि मेरो अर्को क्वेसन सर गाडी मेकानिकले बाइक किन बनाउन सक्दैन भने गाडी मेकानिक बाइक मेकानिक भन्दा कसरी ठुलो भयो मेरो गम्भीर क्वेसन सर र आपत्ति पनि प्राय मेकानिकहरू किन काला हुन्छन् अप्सन ए मोबिल लाएर अप्सन बी कालो थुतुनो भएको मान्छे नै मेकानिक बन्ने हो अप्सन सी मलाई एन्सर थाहा छैन बस अप्सन डी आजलाई साह्रै टाउको दुख्यो घर जा हामीले गाडी मेकानिकको बारेमा मात्रै कुरा गरिरहेको छौँ रेडियो मेकानिक छ अरू मेकानिकहरू छ प्रशस्तै होइन त्यो मेकानिक पनि कुरा गर्नु पर्यो मुर्खा बनाउने पनि मेकानिक हो ल चलचित्रको कथा लेखन भनेर मैले हिजो भनेको थिएँ सबैजनाले चलचित्र हेरेर एउटा एउटा कथा लिएर आएको छ ल सबैजनाले आफ्नो आफ्नो अगाडि कपी राख म कपी उठाउँछु र कथा पढेर सुनाउँछु है ल ल है त अब म पढेर सुनाउँछु सबैभन्दा पहिले कसको कपी पर्यो यो पिकेको पर्यो ल यसले लेखेको छ फिल्मको नाम बिग ब्याङ ओहो इङ्ग्लिस मुभी त्यो पनि स्पेस सम्बन्धी गुड कथा एकजना तालु चिन्डे ब्याग बोकेर एउटा रुममा छिर्छ ओइ यहाँ स्पेस कहाँ छ रुमको स्पेस अलि ठुलो थियो होला के सर हो त्यही हो गुड गुड चिन्डे मान्छे भित्र जाँदा एकजना आन्टी बाथरुमबाट टावेलमै निस्किन्छे इङ्ग्लिस फिल्म हो अलिअलि अश्लील त हुन्छ निस्किन साथ केटाले ब्याग खोल्छ प्लम्बर हुन्छ भित्र जान खोज्छ आन्टीको टावेल फुस्किन्छ केटाले आँखा छोप्छ केटो इमान्दार रहेछ हिरो होला है आन्टीले आँखाबाट हात हटाउँछ अनि दुवैजना भित्र जान्छन् र सुरु हुन्छ ओए के सुरु हुन्छ अर्को पेजमा छ होला सर ए अर्को पेजमा छ सर ए पछाडि ए ओ आ इ उ गधा इङ्ग्लिस फिल्ममा नेपाली डायलग कसरी आयो
हिजो त त्यो तल चौतारीमा को केटीसँग थिइस्? कोहीसँग थिएन त सर? झुट बोल्छ, एउटी केटीसँग थिइस्। कति बो लपरेको? छैन के सर, लपरे छैन। भन्न ए कति भयो? 6 महिना सर। भयो होला नि त? छैन हो सर। ए झुट बोल्छ मलाई, यस्तो भयो होला। छैन, हल्का त भयो होला। हल्का भयो? हल्का होइन, पुरै भयो, पुरै लाइभ देखाएको छु मैले। ओए अनि तँ अनि तेरो त त्यो 11 क्लासमा पढ्ने सीमासँग चक्कर चलेछ होइन? कलेजबाट घर जाँदा बाटोमै है, अलि गोप्यमा जा मुला, अलि युज गर मुला। त्यो प्याकेटवाला बेलन मेडिकलमा पाउँछ, युज गर्नु, नत्र बेलैमा पाउ भन्लास्, नत्र बच्चे जत्र छ बच्चे पाउलास्। ए सबैजना यहाँ मागी बिहे गर्दा चाहिँ वाग्रात मनाउनै गाह्रो। अब भन्न त मन छ नि, भन्नै गाह्रो। भन्ने त अब हामी गर्नुपर्छ। कुराकानी हो। अब बिहे गरिसकेपछि जिन्दगी कसरी चलाउने भनेर कुराकानी गर्नु परेन? अनि बल्ल सुरु भयो। मैले सोचिसकेँ सर, बिस्तारै अनि सर अनि मैले खोल्न सुरु गरेँ। हजुर अनि मैले खोल्न सुरु गरेँ। बिहेको माला हो। अनि मैले बिस्तारै उसले लगाएको। हजुर कपडा खोल्न घन्टी बज्यो, उग्ली भन्छु केटा। काका प्लिज के बाउले मार्छन्, तपाईँ मेरो बाउ भनेर मेरो कलेजमा गइदिनु पर्यो। ए तेरी काका, म तपाईँलाई जहिले काका भनेर रेस्पेक्ट गर्छु नि। सुन्नु त, म तपाईँलाई बेलुका डान्स गरेर लान्छु ल। यो भन्दा धेरै रक्सी खुवाउँछु ल। आरती आन्टी मिलाइदिन्छु। तपाईँको छोराले मेरो दिमाग उडाइसक्यो। दिमागै उडेको पागल छैन के कुरा? ए बस्नुहोस् न तपाईँ, कहाँ? म पागल होइन के, यो चाहिँ पागल हो। त्यो रात तपाईँ यसको आमासँग नसुत्या भए कमसेकम यस्तो त जन्मिँदै थिएन। यसको आश्रय म सुतेकै होइन, जस्ट फर मजा। मजा? यो तपाईँको छोरो त हो, तपाईँभन्दा त यो निकै कालो छ त। म हट, यसको आमा हट, छोरो डढेर कालो निस्कियो। यसले हाम्रो मिसको नम्बर टोयलेटमा लगेर लेख्यो। सीमा मिसको होइन? कहाँ सही लेख्यो त? अघि मैले डायल गरेर हेरेको लाग्दै लागेन भने। सही नै लेख्यो, 0 हो कि 6 हो लास्ट क्वेसन? हे प्रभु, यसले कलेजमा झगडा मात्रै गर्छ। झन्डै हातले मैले कलेजमा झगडा गर्ने हो मुल्ला? झगडा गर्नुहुन्छ? ओए बोक्सी तँलाई आएर काट्छु, हल्ला नगरेर त राम्रो तरिकाले भन्दैछु तँलाई, म छिनाइदिनु छप्काइदिन्छु है, म छप्काइ झगडा गर्ने हो त्यसरी? हे तेरिका, के खालको बाउ हो क्या तपाईँ? कलेजको मिसहरूलाई जिस्क्याउँछ भनेको। झन्डै हातले मैले कलेजको मिसहरूलाई जिस्काउने हो होइन सर? आफ्नो क्लासकोलाई जिस्काउनु नि, जिस्कायो भने मिस मलाई मिलाइदिएन आफ्नो उमेरको एक्सचेन्ज। व्हाट दिस ननसेन्स? तपाईँको छोराले हजुर व्हाट इज फाइनेन्सियल म्यानेजमेन्ट भनेर लेखेको प्रश्नको उत्तर के दियो थाहा छ? हेर्नुहोस् यहाँ के लेख्यो भने, आमाले तरकारी किन्न पठाउँदाखेरि मैले 30 रुपियाँ उपारेर चुरोट किन्थेँ, यो नै फाइनेन्सियल म्यानेजमेन्ट हो भनेर लेखेको छ। के लेखेको यो? झन्डै हातले भने चुरोट खान्छस् त गधा? अबदेखि चुरोट किनिस् भनेदेखि 2टा किनिस् भने एउटा मलाई ल्याए। हे भगवान्, तपाईँको नाम के हो? गोला प्रसाद खतिवडा। के? गोला प्रसाद खतिवडा। गोला प्रसाद खतिवडा? यो त थापा हो। थापाको बाउ खतिवडा कसरी भयो?
यसलाई यसकी आमाले माइतबाट ल्याएको हो क्या यसको ओरिजिनल बाउको छोरो कतिवटा छ फेरि भने कतिवटा थापा ए तेरी मा टुक्नी कसरी हुन्छ यस्तो होइन मेरो जेठी बुढी चाहिँ यसको बाउले लगायो क्या फेरि छोरो सहित त्यो एक्सचेन्ज अब चाहिँ तपाईँले मलाई पागल बनाउने भयो ए चन्द्रे मलाई एक गिलास पानी र एउटा सिटामुल ले त यहाँ दिमाग पड्किन लागिसक्यो ल अब यो कुरा सबै छोडिदिउँ अर्को प्रश्न थियो माल न्युट्रिसन के लेखिस् त आफै भन्दै रत्न पार्कबाट केटी उठाएर होटेलमा लगेर काजु बदाम खुवाउनुलाई चाहिँ माल न्युट्रिसन भन्छ। अरे 20वटा चक्लेटमा रामले 15वटा चक्लेट खायो कति बच्यो डायबिटिज ए यस्तो छ यो 15-15वटा चक्लेट खाइसके पछाडि मधुमेह लाग्दैन डायबिटिज नबचेर के बच्छ हो ल रामले फुटबल खेल्दैछ यो कुन काल सरले यस्तै क्वेसन सोधेपछि मलाई लास्ट रिस उठ्छ क्या रामले फुटबलै खेल्दैन किन उहाँ खुट्टो भाँचिएर बेडमा सुतेर बस्या अब अरू कुरो मलाई केही थाहा छैन केटी जिस्काउनु चाहिँ यसले बन्द गर्नु पर्यो नम्बर टिप्नु पर्यो सर दिन त ल बाउ नै यस्तो छ अनि छोरो कस्तो होस् त अरे हाने कि मलाई थप्पड सप्पड हाने मसँग टाइम छैन म झगडा सगडा गर्दिनँ के